पन्तको भयो, निर्मला पन्तको के बलात्कारपछि हत्या भएको यत्रो टाइम भयो नि त। त्यो तिनवटा नि प्रचण्ड, शेरबहादुर अनि केपी ओली एउटासँग अब अहिले त त्यस्तै भएको क्या, जसले धेरै नोट फाल्न सक्यो त्यही मात्रै उस भएको क्या, त्यही भएर। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल एन्ड इट्स मी धीराज। अनि आज पनि मैले हजुरहरूमा नयाँ रियाक्सन भिडियो लिएर आएको छु। अनि रियाक्सन भिडियो चाहिँ अहिले आएछ नि नयाँ मुभी आउट ल दफा नम्बर 219 समथिङ। अब त्यसको एउटा सङ आएर रहेछ होइन, मिस्टर डीले गाएको, सो त्यही सम्बन्धी छ होइन। लेट्स सी होइन कस्तो हुन्छ, एकचोटि हेरौँ कस्तो छ होइन। ओके ल लेट्स है। पुरा त्यो हुन्छ नि, पुरा पट्टिकै त्यो सर्वोच्च अदालतहरूमा राखेको हुन्छ नि, त्यो न्यायको देवी भनेर यस्तो दुवै तराजु बराबर भनेर होइन। अहिले त छैन नेपालमा त्यस्तो। नेताले भन्यो यसलाई जिताउने त्यो हुन्छ। मिस्टर डी यो फर्स्ट ओडमै क्या, अहिलेसम्म निर्मला पन्तको भयो, निर्मला पन्तको क्या बलात्कारपछि हत्या भएको यत्रो टाइम भयो नि त, तर अहिलेसम्म पत्ता लगाउन सकेको छैन। किन उसले चाह्यो भने चाहिँ पत्ता लगाउन सक्छ, खै चाहेर हो कि नचाहेर हो भन्न खोजेको। जानी नपत्ता लगायो कि जति कोसिस गर्दा नि पत्तै नलाएको थाहा नै छैन क्या। एकचोटि चाहिँ होइन, एटलिस्ट वान टाइम चाहिँ राम्रोसँग छानबिन गरेर निर्मला पन्तको अनि अरू भएको छ नि बलात्कारपछि हत्या, उनीहरूको पनि एकचोटि छानबिन भएर दोषीलाई सजाय भन्न खोजेको के। कतिवटा बलात्कार केसहरू पत्ता लाग्यो क्या, त्यत्रो भइरहेको छ नि त संसदभित्र कोचितर्फ। यो त आई थिङ्क संविधान पछिको 2072 साल पछिको जस्तो लाग्छ होइन मलाई यो सिन चाहिँ। यस्तो तिनवटा नि प्रचण्ड, शेरबहादुर अनि केपी ओली एउटासँग मिल्दासम्म मिल्छ होइन। अब पुरा नमिल्ला जस्तो अब अर्कोतिर गयो भने शासन सत्तामा आउँछ भने अर्कोसँग मिल्छ अनि आफूले शासन सत्तामा लिन्छ कि त्यस्तै भइरहेछ विशेष गरी त केपी ओली। नेपाली जनताहरू पनि त्यस्तै हो कि होइन। कस्तो छ भन्दाखेरि चुनाव आउँछ नि जब पैसा दियो भने जस्तो जुन पार्टीले पैसा दिन्छ त्यसमै गएर भोट हाल्छ क्या। त्यसरी हाल्नुभन्दा होइन आफूले देख्दाखेरि होइन राम्रो काम गरेको ल त्यो पहिलाबाट राम्रो काम गरेकोलाई मात्र भोट हाल्नुहोस् कि होइन। यसरी त हजुरहरू अनि मासु भातमा बिक्छ हुन्छ अनि अहिले चाहिँ के आएछ भन्दा एक थाल मासु भातमा बिकेकाहरू भन्छ अरे। सबै बिकेकै, सबैभन्दा सबैलाई त भन्दैन होइन, म धेरै जस्तो चाहिँ त्यसरी नै बिकेर नै हो कि देश बिग्रिया चाहिँ। नोट फाल्यो, भोट ल्यायो, त्यही हो। अहिले त त्यस्तै भएको क्या, जसले धेरै नोट फाल्न सक्यो त्यही मात्रै उस भएको क्या, त्यही भएर। कस्तो छ भन्दाखेरि अब यहाँ चाहिँ नेदरल्यान्ड, अहिले म चाहिँ नेपालभन्दा बाहिर नेदरल्यान्डमा छु होइन। नेदरल्यान्डमा लाग्छ कि नै भन्ने कुरा होइन, यदि लाग्यो भने त हेर्न गइन्छ होइन मुभीहरू चाहिँ। तर खै अहिलेसम्म एउटा मुभी भन्नाले छक्क पर्ने सिरिजको एउटा मुभी चाहिँ लागेको थियो होइन, अरू चाहिँ लागेको थिएन। अब हेरौँ के हुन्छ है योपालि चाहिँ, अब लाग्छ कि नै। म चाहिँ लागोस् भन्छु होइन, त्यही हो। अनि गीत चाहिँ बब्बाले थियो होइन, त्यसले चाहिँ हो नेताहरूलाई होइन, नेताहरूलाई चाहिँ सटाएर नेताहरूले चाहिँ होइन सटर हानिरहेको छ। अब खै अब सेन्सरमा पास हुने कि होइन, जस्तै अब उसलाई नि लासारामलाई नि उसलाई पनि उस भएको थियो नि त, रोकिदिएको थियो नि त, त्यसरी चाहिँ नरोकियोस् भन्छु होइन म चाहिँ। अरू चाहिँ गीत चाहिँ बबाल छ होइन, मिस्टर डीको त म फ्यानै हो। हो अनि सुशील श्रेष्ठको पनि कति 4-5 वर्ष या 3-4 वर्षपछि कमब्याक भएको मुभी हो। लेट्स सी गाइज होइन, मुभीले राम्रो गरोस्। टिल देन गाइज, बाई, सी यु इन द नेक्स्ट भिडियो है। डोन्ट फर्गेट टु like, subscribe and share with your friend if you like my videos. Okay.